साइको भएर कुन लेभलमा चाहिँ बोल्नु हुँदैन भन्दाखेरि डाक्टर निकोलस भुसाल लेभलमा चाहिँ बोल्नु हुँदैन म चाहिँ बाघले आशीर्वाद दियो रे उसलाई। यस्तो ठाउँमा हामीले गुफामा ध्यान गर्थ्यौँ राति 12 बजे 2 बजे 3 बजे बाघ आएर चाहिँ हामीलाई आशीर्वाद दिएर ए बाघले आशीर्वाद दिएको भन्न खोजेको चाहिँ हाम्रो एकजना ए बाघले आशीर्वाद दिएको के त्यो गुफामा सधैँ बाघ आउँथ्यो त्यो बाघ आएर फर्केर गएपछि बल्ल सुत्थ्यौँ कि हामी तपाईँ मन्त्री चाहिँ नबन्ने होइन म नभन्ने प्रधानमन्त्री मात्रै भन्ने हरेक नेपाललाई करोडपति बनाउने 1 वर्षमा शिक्षा स्वास्थ्य न्याय सुरक्षा फ्री गर्ने 3 वर्षमा नेपालको ऋण तिरेर अनि त्यसरी यो सारा नेपाललाई रोजगार दिने रुको जरा सबर करो अझै नेपालीलाई रोजगार दिन पनि मलाई चाहिँ नेपालीहरूले पुग्छ जस्तो लागेको छैन यति धेरै रोजगार छ देशमा अलिअलि विदेशीहरू ल्याएर पनि नेपालमा काम दिनुपर्छ जस्तो चाहिँ मलाई चाहिँ त्यो फिल भइरहेछ ए विदेशीलाई ल्याएर नेपालमा काम दिने है किन भन्दाखेरि म जनतालाई करोडपति बनाउनु जनताले मलाई 2टा कुरा दिनुपर्छ एउटा भोट दिनु पर्यो एउटा पसिना दिनु पर्यो मिहिनेत गर्नु पर्यो यति 2टा भएपछि हरेक नेपाललाई करोडपति बनाउने स्वास्थ्य शिक्षा सबै कुरा फ्री गर्ने बाचा मेरो हो 5 वर्षभित्र यति मैले प्रति नेपाललाई करोडपति बनाएन भने तपाईँको इन्टरभ्यू यहाँ छ मलाई यही ल्याएर कार्ड दिनु होला सर होइन शेरबहादुरलाई मार्छु भन्थेँ मैले भनेर भाइ नमार यसलाई हामीले देश बनाएर देखाउनु पर्छ भनेको कि महेश बस्न छुटेर मार्छु भने मैले बचाएको हो त्यतिखेर नमार भाइ के गर्नु हुँदैन अन्त भैरवनाथ गढमा 3000 जाने केटाहरू चाहिँ छिर्न थालेको थिए केटाहरू यिनीहरूलाई अहिले सेफ राखौँ आर्मीले हामीलाई केही पनि गर्दैन भनिसकेको थियो कि एमालेलाई त्यो एउटा गजडे निकोसन भन्ने छ हेपी गर्दै बसेछ साला बस्नेत भनेको यो उमेरमा आएर पनि हुत्याएर हो कि एउटा ट्याबे एउटा गजडीले अब हामीले हेप्री ठाउँ पुगे भर्खर एउटा ड्रोन छोडेर पुलिस हेडक्वार्टर सकाइदियो भने औकात छैन बाँच्ने तेरो एउटा सानो मिसाइल मैले यही माथिबाट रेडी छ ए छोड्दियो भने बालुवाटार 1 सेकेन्डमा ध्वस्त हुन्छ भाइसन कुछ ज्यादा नहीं हो गया सुतेको बाघलाई मरेको कसैले ठानेको छ भने त्यो तिमीहरूको भुल हुनेछ तेरो डरायो भने नसोच फेरि है डरायो भने नसोच वीर गोर्खालीको छोरा हो वीरभद्रको छोरा हो महाकालीको छोरा हो भद्रकालीको नाति हो है भद्रकालीको नाति हो है अरे कौन भौंक रहा है ये बदतमीज अझै नभनु मलाई चुनाव चिन्ने गाजको पात बनाउनु मन छ खास गांजा गांजा 1973 मा अनुसन्धान गर्दाखेरि चाहिँ सबै युवाहरू जिमी हेन्ड्रिक्स बम मारी सबै यही नेपाल आएर बस्दो रहेछन् यहाँ फर्किँदै नफर्को रहेछन् भनेर पत्ता लगाइसके पछाडि नेपालमा अवैधानिक गरेर अर्को वर्ष अमेरिकामा वैधानिक गरेको गाजा नेपालको लागि वरदान हो खानाको लागि होइन औषधिको लागि र कपडा बनाउनको लागि सबै कुरा म खादिनँ म खाना होइन म गाजा मुंह से सुपारी निकाल के बात कर रहे बाबा म गाजा छुटाउने डाक्टर समस्या भए आउनु होला दिदी तपाईँ आउनु होला समस्या भए आउनु होला तपाईँ जस्तोले गर्दा देश बिग्रेको के बोले भाइ गाजालाई अबे जल्दी बोल गाजालाई र मानसिक स्वास्थ्यलाई बन्दाम गर्ने प्रयास कसैले नगरोस् साथी हो क्या जोक मारा भाइ मेरो कम्पिटिसन यिनीहरूसँग होइन कि अहिले जो नाम लिनु भयो नि त अघि मेरो प्रतिस्पर्धा त अमेरिकाको युवा चाइनाको युवा अस्ट्रेलियाको युवा कोरियाको युवा जापानको युवासँग हो माछिक्ने मन माडर चोटलाई खुब बोरी बढे जस्तो होइबाट हामीले माटो दिएन भने मालदिव चुक्दैछ यार साथी हो नबुझ्या के हो हामीले ढुङ्गा दिएन भने बङ्गलादेश चुक्दैछ बेच्नु परेन दिनु परेन हाम्रो धर्म होइन हो नि त यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर बारम्बार तपाईँ प्रहरीको निशानामा चाहिँ किन पर्नुहुन्छ म एकदम प्यारो छु क्या मेरो मामा घर हो नि त प्रहरी विश्वमा सबभन्दा धेरै स्विस ब्याङ्कमा पैसा इन्डियन र चाइनिजको रहेछ के स्विजरल्यान्डसम्म राख्न पनि गाह्रो होइन लिन निकाल्न पनि गाह्रो बरु नेपालको धनगढीमा बनाइदिउँ न होइन राख्न पनि सजिलो निकाल्न पनि सजिलो जतिखेर पनि दिमागमा चाहिँ बाँच्ने मन नलाग्ने कि मर्नु मात्र मन लाग्ने होइन त्यो सबै देखेर अनि यो सबै दिमागमा त्यही मात्र कुरा आउने कि दाइले बोलाएको जस्तो फिल हुने आइज त पृथ्वीमा सबै गरिसकिस् रमाइलो गरिसकिस् के काम आइज म भने जस्तो फिल हुने पेन देख्यो भने झुन्डिम जस्तो फिल हुने बाइक चलाइरहेको छु उता ट्रक आइरहेको छ ल ठोकिदिउँ जस्तो फिल हुने
तपाईँलाई गजडी भन्छन् कि ठिक छ, मैले गाँजा खानुहुन्छ? तिनवटा कुरा चाहिँ मैले दुश्मनलाई दिएको कि विरोधीहरूलाई होइन मैले त्यही कुरा कि तपाईँ गाँजा खानुहुन्छ कि खानुहुन्न खान्न म क्या बोले भाई होइन मैले खान्न गाँजा कहिले कहिले शिवरात्रिमा खाइयो होला रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का कतिपल्ट तपाईँले अलवेज झ्याप निकोलस भुसाल भन्छन् के खास झ्याप भने के म बुझाइन्छ है त म त यसैको विज्ञ हुँ त फेरि किन भन्दाखेरि म गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन गाह्रो होइन नेपाली अब नयाँ नयाँ आएको छन् उनीहरूले देश बनाएको छन् हामीलाई आपत्ति भएन ताली बजाउँ ल जयजयकार बजाउने हामीलाई बसौँ ल हाम्रो काम चल्दैछन् बिरामी उपचार गरौँ ल बोकालाई बजाउँ प्यासीलाई पानी रोकीलाई उपचार गरौँ ल नेपालमा गरौँ ल दिएनन् भने अफ्रिकातिर गएर गरौँ